Guys, it's Mamaraki Solta, also known as Cancer once again. Welcome back to my channel after a long time. र आज चाहिँ फेरि म धेरै समयपछि ब्लगमा आएको छु। आजको ब्लग चाहिँ अहिले 4:35 गएको छ। हामी म र हाम्रो लाग्छम ब्रो सँगै चाहिँ माथि क्याम्प भनौँ कि के भनौँ ट्री हाउसमा आज राति डिनरको लागि जाँदैछु। र त्यो किन गएको कारण चाहिँ आज विशेष गरेर हाम्रो मिस एङछिनको फेयरवेल हाम्रो क्लासको तर्फबाट डिनर दिनु परेको अवस्थाले हामी अहिले प्रिपरेसनको साथ तयारीको साथ हामी गुम्बाबाट निस्किसकेको छौँ। र उहाँको हातमा चाहिँ करोडको केक बोक्दै चाहिँ देखाउनु भएको छ। सो गाइस, तपाईँले मेरो ब्लग फुलसम्म हेर्ने आशा छु। र ओके सी यू। अब हामी लगभग 3 आवर्समा पुग्न लागेको छ। सो हाम्रो यहाँदेखि गुम्बादेखि लगभग 30 मिनट आधी घन्टा लाग्यो हिँडेर। सो अहिले यो नाइट भ्यू केटाहरू चाहिँ पछाडिबाट आउँदैछ र एउटा गुरु चाहिँ अगाडिबाट जाने हुनुहुन्छ। र आई होप आजको रात भनौँ कि आजको नाइट चाहिँ बब्बाले हुने म आशाको साथ व्यक्त गर्न चाहन्छु। र हाम्रो मिस चाहिँ आउँदै हुनुहुन्छ पछाडिबाट र हामी अब त्यहाँ ट्री हाउसमा आएर भेटौँला। एन्ड तपाईँहरूलाई पनि मेरो ब्लगलाई इन्जोय गर्न नबिर्सिनु होला। फाइनली हामी ट्री हाउस पनि पुगिसकेको छौँ र यो चाहिँ आज हाम्रो डिनरको बुकिङ रेस्टुरेन्ट भनौँ पनि फरक पर्दैन। र हामी 5 स्टार होटलमा। अनि आज गुरुजी 2-4 शब्द राखिदिनु नि यार। आजको के राखौँ भने 2 करोडको यहाँ पार्टी छ। ल 2 करोडको ज्यापै 2 करोड। ल 2 करोड। ल वेलकम। ल गाइज वेलकम टु के अरे ट्री हाउस। हाई गरेर यार। ल केटाहरू सब्सक्राइब। ए हिँड्दामा ल यो चाहिँ हाम्रो गडै हो। यो आज हामी बुकिङ गरेर ल्याएको। हामी ठ्याक्कै गाडी पनि यहाँ पार्किङमा छु BMW। यो चाहिँ लगभग 8.5 करोड पर्छ। र तपाईँहरूलाई यो ट्री हाउस हो। यो चाहिँ लोकेसन चाहिँ ठ्याक्कै भन्नुपर्छ हाम्रो पोखरा खानफाप याम्साको त्यहाँमा हो। र यो चाहिँ भित्रको रेस्टुरेन्टको भ्यूहरू भित्र। नमस्ते दिदी, वेलकम ब्याक टु माई युट्युब ब्लग। थ्याङ्क यू सो मच। 2-4 शब्द राखिदिनु पऱ्यो दिदी मेरो ब्लगमा। तपाईँको यो रेस्टुरेन्ट कति भयो, के कस्तो छ व्यवस्था भन्नु पऱ्यो कि हाम्रो गाइसहरूलाई। रेस्टुरेन्ट अहिले मैले सञ्चालन गर्न लागेको 3 वर्ष पुरा भयो। हजुर। अहिलेसम्म भाइहरूको माया, सबैको माया एकदम राम्रो छ। हजुर। भाइहरू आउँदै गर्नुहुन्छ, सधैँ आउँदै गर्नु। यहाँ धेरै मिठो मिठो खानेकुरा पाइन्छ, राम्रो सर्भिस छ, नेचुरल वातावरण छ। त्यसको लागि भाइहरूलाई सधैँ वेलकम छ। हजुर। हाम्रो ट्री हाउसमा आएर खाना खाएर हामीलाई सहयोग गरेर अघि बढ्ने मौका दिनु होला। हस्। अनि दिदी यो हाम्रो ट्री हाउस ठ्याक्कै कुन लोकेसनमा पर्छ पोखराको? हाम्रो यो पोखरा हेम्जा 25 भन्छ। हजुर। हाम्रो यो बुद्ध पेट्रोल पम्पबाट हजुर भित्र हुँदै आएर थोरै साइडमा ल आएपछि देखिन्छ। ल एकदम धन्यवाद दिदी तपाईँको त्यो इन्ट्रोडक्सनको लागि। र यो चाहिँ ट्री हाउसको भित्र र हाम्रो साथीहरू उता गयो होला। यो चाहिँ हाम्रो आजको डिनर यहाँ हुन गइरहेको छ र उहाँहरू पनि यहाँ उपस्थित भइसकेको छ। सो दे आर बिजी अन देयर अन। 올리잖아. 오, 지금 진실로 그래. Yummy. Cheers in the. सबैले एउटा एउटा आइटमले एकदम क्रिएटिभ। सस यता जाने।可是也差不多是啥小了。सस यता चाहिँ।
फर्स्ट बाइट सा यसको केटाहरू छोराहरू त्यस खाचिमुदा यसको छोराहरू या Pekinse sama tsering nek samden rupasho listening to that. अब मेरो दाल ताली बजाउ न केटाहरु Thank you. अनि थोरै खानु प्लेनमा बिजा खानुहुन्छ थोरै खिचाइ नि Musungu. Sambil. सामेल Small bite. के हुन्छ होला है हुन्छ हुन्छ Thank you. Thank you. Thank you so much. खोइ गर्न त्यसो न यो यहाँ राख्दै यो भित्र खाउँ त बेरङ मिस्नु पनि दिनु Mom भयो. खासमा कोही खेवाहरू लास्ट प्लिज Takare. खाने केटाहरु Jangan sangat tengah yang lagi. Malak ko dah. Malak ko mura ya. आमाले यार Malak yung pun sini baca cek ko yang Thank you so much. थ्याङ्क यू फर एभ्रिथिङ अनि मिस्टर चाहिँ हाम्रो खेलाको तर्फबाट खेलिदिनुको तर्फबाट एकदम भाइदर के अरे महँगो कसरी भन्छ कहाँ छ हामी ट्री हाउसमा लेक साइड ट्री हाउस मर्दी हिमाल हामी अब आज सबै फेयरवेल एकदम राम्रो भयो हाम्रो क्लासको तर्फबाट र अहिले हामी अब टाइम सकिसकेको छ सो हामी फर्किने समय भएको छ त्यसैले तपाईँहरूलाई आई होप तपाईँले मेरो ब्लग चाहिँ इन्जोय गर्नुभयो होला र स्टे ह्याप्पी हेल्थी एन्ड डोन्ट फर्गेट टु स्माइल एन्ड प्लिज लाइक सेयर सब्सक्राइब एन्ड एउटा मिठो प्रतिक्रिया अथवा कमेन्ट गर्न नबिर्सनु होला सी यू सुन डेन्जर